हेलो साथीहरू, आज तपाईहरुको सामु कस्तो भिडियो लिएर आयो भनेर थाहा पाइसक्नु होला मेरो ड्रेस हेरेर। तर यो ड्रेसले तपाईं झुक्किनु पर्दैन, किनभने हामी त्यही गरेको छैनौँ। ल हेर्नुस्, आज हाम्रो भान्सामा छ यसरी हामी चाहिँ फार्मिङ गरिरहेछौँ। यो के रे सबै काम नलाग्ने चिजहरूलाई चाहिँ हामीले काटेर टाक्राक टुक्रुक काटेर चाहिँ यो हामीले गरिरहेछौँ हैन। यो भिडियो चाहिँ अब सकेसम्म अहिले पोस्ट हुँदैन। यो सबै ठुल्ठुलो भइसकेपछि यो एक हप्ता अगाडि रोपेकोहरू यो ठुल्ठुलो भइसक्यो। हामीले रोप्दाखेरि चाहिँ यस्तो ससानो मसिनो थियो पहिले, अनि यो अहिले ठुल्ठुलो भइसकेको छ। एक हप्तामा रोप्ने मान्छे चाहिँ यिनी बहिनी हुनुहुन्छ यहाँ। यी बहिनीले चाहिँ पुरै रोप्नु हुँदैछ। फेरि यो चाहिँ मैले रोपेको हो यो, अनि यसमा पनि मैले रोपेको। यहाँबाट सारेको मात्रै हो, यो ठाउँबाट चाहिँ सारेको मात्रै हो, अरू चाहिँ सबै बहिनीले। तर फेरि काट्ने मान्छे चाहिँ यिनीहरू चाहिँ सबै टाक्राक टुक्रुहरू चाहिँ यो मेरो आइडिया हो। यहाँ यो चाहिँ किन चाहिँ एप्रोन लाएर गरेको भन्दाखेरि सबै माटो साटो जिउमा लाग्छ नि त। अर्को यहाँ हामीले गार्डनमा एकजना मान्छे, यति राम्रो मान्छे, ब्युटिफुल मान्छे राखेको छौँ। काम गर्ने मान्छे जहिले ब्युटिफुल हुन्छ। अनि यसै क्रममा हाम्रो यो सेतो गुराँस होइन, अरू यहाँ हेर्नुहोस् यो रातो गुराँस, लाली गुराँस, यसलाई भन्छ लाली गुराँस होइन। हाम्रो आँगनमै यसरी छ लाली गुराँस, झपक्कै फुलेको छ तर भुइँमै छ, धेरै छैन। अनि यो चाहिँ यहाँको हो के अरे तितेपाती, यो तितेपाती हो। साह्रै मिठो बास्ना छ यो तितेपातीको चाहिँ। अनि यो चाहिँ तपाईँले थाहा पाइसक्नुभयो होला, यो यसको नाम के पो रे मैले बिर्सेँ। रोजमेरी हाम्रो घरमा फुलेर फलेर यसले ठुल्ठुलो यत्रो फल दिन्छ हाम्रो चाहिँ यो रोजमेरीले। यो रोजमेरीले ठुल्ठुलो फल दिएको बेला म तपाईँहरूलाई देखाउने छु। अर्को यहाँ यो रोजमेरीहरू ढलेर गरेर मैले सबै फालिसकेको अवस्था छ। यो चाहिँ हाम्रो करेसाबारी नभनौँ, यो चाहिँ गार्डन हो हाम्रो। गार्डनमा चाहिँ ऐको भन्दा यहाँनिर यो चाहिँ हेर्दाखेरि सासानो देखिन्छ। यो 2 हप्ता जति भयो यो डल्ले खोर्सानीको बिउ हामीले रोपेको छौँ। अब भविष्यमा आउने हो कि नआउने हो, 2 पात 4 यहाँ 4 पात भइसकेको छ। यहाँ पनि अब यसरी रोपिरहेको छौँ। यो हाम्रो मपको भाँडोमा पनि हामीले युज गरिसकेका छौँ। यो सबै फालिसकेको भाँडालाई चाहिँ हामीले यसरी युज गरेका छौँ। प्लास्टिक पनि फालिसकेको थियो, यो उकै हो, यो मल ल्याएकै प्लास्टिक, यसमा पनि हामीले यसरी गरेका छौँ। अनि यिनीहरू सानोमा सबै यो बिरुवा उमारेको फेरि यसमै रोपेको होइन। अनि यहाँ चाहिँ यो मैले गरेको यो चपस्टिक, कहिलेकाहीँ यहीँ हामी सागपात टिप्छौँ, ठुल्ठुलो पात हुँदाखेरि यो चपस्टिकले हामी टिप्ने गर्छौँ। अरू कसैले केले टिप्छ थाहा छैन, तर हामी चाहिँ यो चपस्टिकले टिप्छौँ। अनि यहाँनिर पनि यो मैले रोपेको यो फेरि यो चाहिँ बहिनीले रोपेको। यो बहिनी रोप्ने मान्छे यहीँ हुनुहुन्छ कि उहाँ बहिनीले रोप्नु भएको त्यो चाहिँ सबै। अनि यो फेरि यस्तो तरिकाले चाहिँ यो काट्नु चाहिँ मैले काटेको। फेरि यो चाहिँ टिकटकको कमाल हो, टिकटकमा देखेर। अनि हामीले यो के अरे उसको भाँडोलाई चाहिँ यसरी काटेर चाहिँ डडमलाई यसरी मल हालेर हामीले चट्ट सुरु गर्दैछौँ। अब के हुन्छ बहिनी त फेरि पहिले डन हो, हातमा ट्याटु देख्नु भएको छ कि छैन, उहाँ पुरा गुरा के अरे लाली गुराँस हो कि के को झ्याप्पै हान्नु भएको छ। यो बहिनीसँग चाहिँ जिस्किनु हुँदैन। फेरि मेरो एकचोटि झगडा भइसकेको छ, र पनि हामी त्यति कुरा 1.5 हप्तासम्म हामी बोलेनौँ। त्यसपछि आफै हामी बोलेको बहिनी छ। यो डन बहिनी यहाँ ट्याटु हाम्रो हातमा छैन, कि ट्याटुै छैन, केही छैन। ट्याटु हुने मान्छेहरू डेन्जर हुन्छ नै, न्यु खोज्नुहुन्न। बहिनी फेरि डेन्जर हो, ख्यालमा 3 इन्ची 4 इन्च भन्छ नि, यहीँनिर छ। सँगै राखेर काम गर्ने मान्छेसँग डाँडाङडुङ अस्ति कुरा सम्झाएको डाँडाङडुङ गर्न थालिसक्नु हो। अब यहाँ चाहिँ हाम्रो बिउहरू चाहिँ रायोको साग हेर्नुहोस्, अरूभन्दा छुट्टै खालको चाहिँ नाम राईको साग। कहिले सुन्नु भएको छ तामाङको साग, बाहुनको साग, छेत्रीको साग, मगरको साग, तर राईहरूको सागहरू हुँदो रहेछ। हामी यो राईहरूको साग चाहिँ यसरी हामी यसलाई बिउ चाहिँ यसरी छरेको छौँ। यो राईको साग चाहिँ भोलि पर्सि गएर ठुल्ठुलो लामो लामो पात हुन्छ भन्ने कुरा हामीले स्पेसल कुरा चाहिँ देखाउनै बाँकी छ। यसरी कसैले यस्तो गर्न सक्छ, कसैको आइडिया छ भने ल यो भिडियोमा चाहिँ तपाईँहरूले डुएट गरेर देखाउनु होला, यसरी गर्नु भएको छ भनेदेखि है त। यति मात्रै होइन, यहाँ भर्खर हामीले प्लानिङ गर्दैछौँ। फेत यता टुप्पो यता उँधो मन्टो लाएर पनि रोपेका छौँ, उँभो मन्टो लाएर पनि रोपेका छौँ हामीसँग। ल हेर्नुहोस्, यो दुधको कसैले यसरी गरेर रोप्नु भएको छ, हामी यसलाई रेडी बनाएको छौँ। दिमाग हुनु पऱ्यो कि, दिमाग हुने मान्छे
सङ्गत गर्नु। त्यसैले अब जताबाट हेर्दै हुनुहुन्छ फेसबुक, टिकटक, युट्युब, ट्याक्क फलो गर्ने ठाउँमा फलो गर्नुहोस्, सब्सक्राइब गर्ने ठाउँमा सब्सक्राइब गरिहाल्नु, फलो गर्ने ठाउँमा के गर्ने ठाउँ गरिहाल्नुहोस् है। फेरि पछि पछुताउनु होला। फेरि यो डन बहिनीलाई फेरि अर्कोचोटि हेर्नु मन छ भने चाहिँ तपाईँहरूले हामीसँग चाहिँ जोइन हुनलाई फलो गर्ने ठाउँमा फलो गरिहाल्नु। यहाँनिर हेर्नुहोस्, यो चाहिँ भर्खर उभिएको यति चाहिँ स्पेसल कुरा देखाउनै बाँकी छ। ल हेर्नुहोस्, यसरी मैले काटेर राखेको छु। यो सबैमा गर्ने हो होइन। यो चाहिँ पानीको बोतल, अब तपाईँले देख्दै थाहा पाइहाल्नुभयो। अब यहाँ चाहिँ झुन्ड्याउने ठाउँ छैन भन्ने चाहिँ अब यसो गर्नुपर्ने रहेछ कि यहाँनिर यसरी गरेर राख्ने। अब यो बिर्को चाहिँ यहाँ तल लगेर चाहिँ पाल बनाएर चाहिँ कस्ने हो कि बिर्को खोलेर। यो अब एउटा हातले देख्न सकिएन, बहिनीहरू एकदम बिजी हुनुहुन्छ माटो खेलाएर। भविष्यमा म यस्तो पनि भिडियो लिएर आउनेछु। यो चाहिँ मैले नि टिकटकमा हेरेर चाहिँ बनाएको। यसमा कतिको फल्छ भिडियो अन्तिमसम्म हेर्नु ल। यो अन्तिममा यो अन्तिमभन्दा आजै पोस्ट हामी गर्दैनौँ, यो ठुलो भइसकेपछि पोस्ट गर्नेछौँ। नमुना देखाइहाल्ने नि। उँधो मन्टो पारेर पनि रोपेका छौँ। त्यसको भुँडी यहाँ छ, टाउको यता छ। कसैले सक्छ त त्यत्तिकै ट्याटु हान्ने बहिनीको यो दिमाग हो। ल चाहिँ हाम्रो झार हो है, झार फुलै फुल देख्नु भएको छ, यो चाहिँ झार हो। मौसमको बेला झार पनि कति राम्रो के काटेर फाल्नै मन लाग्दैन। अनि यो मेरो चाहिँ आजै काटेको कपाल कतिको राम्रो देखेको छ भनेर बहिनीहरूले भनिसक्नु भएको छ। चाइनिज फिल्मको हिरोको अपोजिट ठ्याक्कै देखेको छ अरे। त्यो पनि के अरे जेलरहरूको जस्तो यो गन्जी पनि त्यस्तो देख्यो अरे। हिजो मैले अस्ति भर्खर एउटा टिकटकमा यो कपाल फुलेको देखाएको थिएँ। अब फुलेको पनि देखिँदैन, तर पनि ठिकै लागेको छ मलाई गर्मीको बेला। बिहा चाहिँ हुनुपर्छ। हेर्नुहोस्, यो साबुनको बट्टालाई पनि हामीले यसरी काटेर रेडी गरेका छौँ। र सबैमा हामी साग खोर्सानी रोपेर फलाएर देखाउनेछौँ। अन्तिमसम्म भिडियो चाहिँ नछुटाउनु होला। छुटाउनु हो भने तपाईँहरूलाई नि के अरे घाटा लाग्छ है साथीहरू। यो सबै रेडी हुँदैछ, अन्तिमसम्म हेर्नु। सबै तपाईँहरूलाई फुलेको फलेको यो सबै पाकेको सब देखाउँछु म तपाईँहरूलाई। अनि हामी जस्तो मान्छेलाई कसैले सक्छ त? ल हेर्नुहोस्, पानी लाउने पनि हामी तरिका हुन्छ क्या। कसैले सक्छ हामीलाई च्यालेन्ज गर्न? यदि यस्तै उल्टो पाल्टो दिमाग लिन मन छ भने यसो याद गरिराख्नु है हाम्रो सोसल मिडियाहरूलाई। ल हेर्नुहोस्, ल अब यस्तोको पनि हामीले पानी हाल्ने जुगाड गरेका छौँ। टिरिक हुनु पऱ्यो, टिरिक। ल अब यो झ्याप्प पानी लगाएछ, सबै प्लान्टिङ गरेर एक दुईवटा ठाउँ बाँकी नै छ। यत्तिको आइडिया ल्याउने मान्छे संसारमा कतै खोजेर गुगलमा खोजेर नि पाइँदैन। ट्याक्क अहिले हेर्ने हो, लाइक गरे मन परायो लाइक गर्ने हो, नमन परायो भने कमेन्ट गरिदिने हो। मन परेन भनेर फेरि कमेन्ट नगरिकन जानु हो भने चाहिँ सबैलाई मन परेको जस्तो चाहिँ हामीलाई महसुस हुने छ। गाइस अब चाहिँ तपाईँहरूलाई फाइनल भिडियो यो आएको छ। हामीले साग यत्रो बनाएको छ, सागको पात तपाईँहरू हेर्नु हो भने छक्क पर्नु चाहिँ यो स्कटल्यान्डमा पनि यत्रो सागको पात कहाँबाट आयो भनेर होइन। कसरी हामीले फलाउन जानेछ साथीहरू, हामीसँग सङ्गत गर्नुपर्छ। कृषि कसरी गरिन्छ भने हेर्न सक्नुहुन्छ तपाईँले कत्रो पात। यत्रो पात भएको रायोको साग हामीले रोपेको छौँ। अब यो हाम्रो टिप्ने पनि बेला भइसकेको छ। अब हामी टिप्दैछौँ। हाम्रो डन बहिनी अब रेडी हुनुहुन्छ, उहाँ डन बहिनीले अब टिप्दै हुनुहुन्छ। ल टिप्नुहोस् ल। अब तपाईँलाई जसरी लाग्छ अहिले यो टिप्ने बेला त हाँसिलो खुसिलो पो हुनुपर्छ त, किन रुन लागेको? हाम्रो धेरै होइन, एकै हप्तामा यस्तो हुन्छ हाम्रो। फेरि यो अब हाम्रो मिनिमम पनि 2-4 छाक होला जस्तो छ। यो चाहिँ अब 2-4 छाक अर्को पनि छ। यिनीहरू चाहिँ अहिले टिप्ने बेला भएको छैन। यिनीहरू ल हेर्नुहोस्, यिनीहरू बाँकी छ। यिनीहरू चाहिँ आउँदैछन् होइन, घाम नपरेको कारणले गरेर यिनीहरू आउने क्रममा छ। यो चाहिँ झ्याप्पै आइसकेको छ, एक आरी भइसक्यो होइन।
अब गाह्रो छ त हामीले त अर्को पनि आरी ल्याउनु पर्ला जस्तो छ हाल्नको लागि यसरी टिप्नुपर्छ यत्रो ठुल्ठुलो पात रायोको साग कहिले पनि देख्नु भएको थिएन भनेदेखि छक्क नपर्नुहोस् अब हामीले यसरी उब्जाउन जानिसकेका छौँ यो भिडियो हेरेर तपाईँहरूलाई पनि सिक्न मन छ भने तुरुन्त हामीलाई गुगलमा सर्च गर्नुहोस् हामी भ्याट तपाईँहरूलाई यो उमार्ने तरिका हामी देखाउनेछौँ अब यो पकाएर खाएको त भिडियो के देखाउनु होइन अब यो धेरै छ त्यही कारणले गरेर अब त्यो पकाएर खाएको लामो भिडियो हुन्छ त्यसैले अहिले यो टिपेको सम्मको तपाईँलाई भिडियोको अन्तिम भिडियो तपाईँहरूलाई कस्तो लाग्छ कमेन्ट चाहिँ जरुर गरिदिनु होला धन्यवाद एक आरी भइसकेको छ यत्रो ठुलो आरीमा छक्कै पऱ्यो नि सबैजना अब हाम्रो साग देखेर अर्को नि हाम्रो माघी छ त्यता नि यता नि छ यता नि छ यता नि छ कत्रो कत्रो पात अब तपाईँहरूले देखिसक्नु होला यहाँ अब त यहाँ त लस्करै छ नि यिनीहरूलाई अब प्लान्टिङ गर्नै बाँकी छ अब हाम्रो खोर्सानी पनि अस्तिको भिडियोमा 2 पाते थियो अब आएर 4 दिन 6 पाते भइसक्यो अब यसको पनि ठुलो सिमलको रुख जत्रो बनाएर चाहिँ हामी तपाईँलाई फलाएको देखाउने भिडियो लिएर आउनेछौँ अन्तिम हाम्रो च्यानललाई सब्सक्राइब गर्नु होला फलो गरिदिनु होला कताबाट हेर्दै हुनुहुन्छ सबैजनाले अहिलेसम्म टुवा पारेर हेरिदिनु भएको छ भने सबैजनालाई धेरै धेरै धन्यवाद यो चाहिँ खोर्सानीको पात यति मात्र होइन साथीहरू हामी हाम्रो यो करेसा बारीमा यसरी घाँस पनि उमार्छौँ कहिलेकाहीँ घाँसले चाहिँ हामीलाई यति राम्रो फुलहरू दिन्छन् आलु पनि छ भन्ने कुरो हाम्रो यहाँ ब्याकबाट आइसकेको छ नेपथ्यबाट गुन्जिसकेको छ घाँस पनि यति राम्रो कहिलेकाहीँ फुल्छ घाँस त्यही भएर नकाटेको ओ माइ गॉड यो आलु के हो कत्रो बोट भइसक्यो राम 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 अब आलु पनि 2-4 बोरा होला जस्तो छ यो त लटरम्म यत्रो लामो निक्लेछ त सायद हाम्रो आलु चाहिँ माथि फल्छ है यो माथि फल्ने आलु हो तपाईँहरूको आलु चाहिँ तलतिर फल्ला जस्तो छ यो हाम्रो चाहिँ माथि फल्ने आलु हो साथीहरू यो रुख भएर चाहिँ यो माथिबाट फलेको चाहिँ तपाईँलाई भिडियो लिएर आउनेछु तर यहाँ हामी यो झार मात्र फलाउँदैनौँ हामी फलाउनेछौँ हाम्रो देशको राष्ट्रिय फुल लाली गुराँस पनि हाम्रो करेसा बारीमा यसरी हामी रोप्ने गर्दछौँ हामी नेपालमा चाहिँ डाँडापाखा भिरपाखामा हामी खोज्न जान्थ्यौँ लाली गुराँस टिप्न जान्थ्यौँ भने हामीले चाहिँ आँगनमै रोपिसकेका छौँ यो चाहिँ भन्ने कुरो साथीहरू वनस्पति रोजमेरी तपाईँले सुन्नुभएको छ रोजमेरीको कति फाइदा छ भनेर रोजमेरी आइसकेको छ यो कतिलाई चाहिन्छ भने आउनुहोस् है लिएर जानुहोस् हामी तपाईँलाई सित्तैमा प्रदान गर्नेछौँ अनि यहाँको यो तितेपाती यो पनि एउटा ठुलो वनस्पतिमै पर्छ एकदम राम्रो वनस्पतिमा हाम्रो करेसाबारी यो फुलेको कारणले हामीले सफा नगरेको अवस्था छ